हामी इस्कुसको जरा खन्दैछौँ भन्नलाई जस्तो सजिलो कहाँ हुन्छ र इस्कुसको जरा खानु धेरै गाह्रो छ। इस्कुसको बोट चाहिँ यति लामो हुँदा पनि हामी इस्कुस खनिरहेछौँ। हामी जस्तो अल्छेले गर्ने खेती र चाहिँ यो इस्कुसको जरा भन्ने चिज चाहिँ अब जाँगारीले भए त अलिक अस्ति नै खनेर पुरेर मल लगाउने बेला हुन्थ्यो होला। हामी जस्तो अल्छेको चाहिँ अब यस्तै छ पारा, यस्तै छ है पारा हाम्रो यस्तै छ। इस्कुसका बोटहरू यति लामो भइसक्दा पनि इस्कुसको जरा नखन्नु भनेको कुरा चाहिँ कस्तो होला यो चाहिँ। अनि इस्कुसको जरा चाहिँ खन्न त्यति सजिलो छैन, भन्न सजिलै छ। त्यहाँ इस्कुसको जरा कति सजिलो छ, छटपटी निकाल्न भन्नुहुन्छ होला, तर दिनभरि खन्दा खन्दा हतुहरा नै भइसक्यो। अब के गर्नु, लोभ लाग्छ, अब खन्नु त पर नै। अब यस्तै भुल्टुङ भाल्टाङ बुल्टुङ भेटिएका छन् अहिलेसम्म चाहिँ। कहाँ कहाँ छन् जरा, यस्तै छन् हाम्रोतिर चाहिँ इस्कुसको जरा। अब हामी जस्तो अल्छे तपाईँहरू कतिको हुनुहुन्छ? हामी जस्तो अल्छेले खन्ने चाहिँ रोप्ने खेती चाहिँ इस्कुस रहेछ। हजुरहरू पनि अल्छे हुनुहुन्छ कि हुँदैन? इस्कुस चाहिँ एकदम अल्छे खेती रहेछ। यहाँ लिएर देखाउने बेला भइगयो नि कति लामो हो यो इस्कुसको जरा। खन्दा खन्दा यसरी खन्नुपर्छ। नयाँ अहिले म त खन्न सक्दिनँ, अनि फेरि भाँचिदिन बेला लाउँदिनँ। नसकेपछि के लाग्दो रहेछ र? म त भन्दै थिएँ नि, अघि भन्दै थिएँ म त भाँचिएरै छोडो। आखिरमा नसकेपछि केही लागेन, खन्दा खन्दा दमै बढिसक्यो। बिचको रातमा छिट्टो इस्कुसको जरा चाहिँ हामी खनेको खनेछौँ। यसरी खन्नुपर्छ इस्कुसको जरा। कहाँ त्यसै सजिलो फुसुक फुसुक इस्कुसको जरा देखिन्छ र लु राख्नु यसरी त्यत्तिकै राखेको होइन नि त हामीले। मुन्टा अस्ति एकचोटि बेच्यो फेरि पलाका मुन्टा यत्रो छन्, अनि त्यत्तिकै राखेको हो त जरा खन्नलाई। यो नसकेर राखेको जरा खन्न नसकेर मुन्टा बेचिसक्दा पनि अर्कै हान्नु र यो खनौँ भएर राखेको रातो चाहिँ अब यस्तै छ। रातो ठिक छ। आज चाहिँ अब हामीले इस्कुसको जरा लगभग खनिसक्यौँ। अब इस्कुसका मुन्टा देख्नुभयो, अस्ति दाना लडाएको पनि देखिहाल्नुभयो, अल्छेको खेती होइन। त्यस्तै गरी अब हामीले आज जरा खन्ने काम पनि सकिसक्यौँ। जरा खन्ने कार्यक्रम आजको होइन, अब यो वर्षकै लागि आज चाहिँ सायद अन्तिम होला। यो वर्षकै सबैभन्दा पछि खनेका भनेका जरा यी नै हुन्। अब यहाँभन्दा यसो तरकारी खाना अलिअलि होला। अब यो चाहिँ कसले खाने हो मलाई थाहा छैन, को खानुहुन्छ, अब के गर्नुहुन्छ। अब हाम्रो लागि भनेको चाहिँ अलिअलि यसो सब्जी खानको लागि कतै सानातिना बोटहरू खन्यो भने मात्रै, नत्र भने चाहिँ अब सकियो बाई।